हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आजको भिडियोमा युट्युब न्यूज सम्बन्धी केही कुराहरू रहेका छन्। भिडियो लास्टसम्म हेरिदिनु होला भन्दै आजको पहिलो न्यूजतर्फ लाग्न चाहन्छु। आजको पहिलो न्यूज रहेको छ दुर्गा परसाईले नेतृत्व गरेको 15 गतेको दिनमा दुर्गा परसाईले प्रहरीमाथि गाडी चलाएका थिए। गाडी चलाइसकेपछि उनी भागेका थिए। कता भागे थाहा भएको थिएन। हिजो मात्र उनको एक भिडियो आउट भएको छ, हेर्न सक्नुहुनेछ। नमस्ते सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार गर्दछु। पुनः अस्ति चैत्र 15 गतेको जुन जनविद्रोह घोषणा कार्यक्रम थियो, हामी जनविद्रोह घोषणा कार्यक्रम शान्ति तरिकाले गर्न जाँदै गर्दाखेरि त्यहाँ मलाई मार्ने ठूलो योजना रहेछ र राज्यले गरेको आतंक, बर्बर आतंक, जो लघु वित्त पीड़ित थिए, सहकारी पीड़ित थिए, बैंक पीड़ित थिए र विदेश जाने परिवारका पीड़ितहरू थिए, सबैको हालत कस्तो थियो नेपालमा राज संस्था गएर हिन्दू राज्य गएपछि नेपालीहरूको हालत के भयो, त्यही आवाजलाई हामीले उठाएर बुलन्द गर्दै हामीले अघि बढाइसकेपछि अब हामीले लडाई जित्छौं, नेपाली नागरिकले लडाई जित्छ, जनविद्रोह सफल हुन्छ भनेर चैत 15 गते बिहानैदेखि विभिन्न वेशभूषामा युवा संघका केही व्यक्तिहरू र पुलिस प्रशासनका केही व्यक्तिहरू सिभिल ड्रेसमा हात हतियार सहित गएर अर्काको घरमा चढेर बिहानैदेखि घर कब्जा गरेर जुन घटना पुलिस प्रशासनले घटायो र हामी कार्यक्रम स्थल 1:30 बजे पुग्दै गर्दाखेरि कार्यक्रम स्थल पुग्नुभन्दा 15 मिनट अगाडि नै हामी जहाँ स्टेज बनायौं, हामीले त्यत्रो खर्च गरेर शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर हाम्रा पाहुनाहरू हामीलाई स्टेजै पुग्न नदिकिन बाटैबाट गोली हानेर चाहिँ नि लखेट्न थालेपछि, टियर ग्यास हान्न थालेपछि त्यस पछाडि हामी अघि बढ्नु पर्यो। म किन अघि बढेको भने सम्पूर्ण प्रहरी जवानलाई लागेको होला। म प्रहरीलाई जति माया गर्ने मान्छे म कोही छैन र दिन दुखीलाई माया गर्ने मान्छे म जतिको कोही छैन। प्रहरीलाई लागेको होला दुर्गा परसाईले पेलो भनेर, तर मैले त्यहाँ पुग्दाखेरि के सुरागी पाएँ भन्दाखेरि त्यहाँ माथि छतमा साफसुतरहरू बसेर मलाई टार्गेट बनाएको भन्ने मैले बुझिसकेको थिएँ। र अर्को कुरो के थियो भन्दाखेरि मेरो कानको छेउबाट गोली गयो तिनकुनेमा पुग्दाखेरि, मेन ठाउँमा पुग्दाखेरि, स्टेजको छेउमा पुग्दा र म त्यस पछाडि मैले कुरो बुझिसकेपछि मेरो कानको छेउबाट गोली पनि गयो। फेरि अर्को कुरा के भन्दाखेरि तपाईहरुको मेरै गाडीमा आएर टियर ग्यास खसिसकेपछि त्यस पछाडि म उत्रेर मेरो ड्राइभरलाई निकालेर म आफै गाडी चलाएर यिनीहरूले मलाई मार्दै रहेछन् र यिनीहरूले मलाई कि त थुन्नु पर्यो, गुन्जालो पेरुको गुन्जालो बनाउने, या त बनाएर मलाई कि त थुन्नु पर्यो कि त मार्ने षड्यन्त्र गरेको मैले बुझिसकेपछि मेरो अन्त काहीँ उपाय नभएर म पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थलतिर म पुगेको थिएँ र म पुगेको हुँ र मैले पुलिसलाई चित्त दुखाउने काम मैले गरेका छैन। आम सर्वसाधारणलाई म के भन्छु भने तपाईहरुले देख्नु भएको छ राज्य आतंक कसरी अघि बढिरहेछ। किनभने माओवादीको उसमा चाहिँ 3000 जति मान्छे आए अनि मान्छे आएनन् भनेर हाम्रा मान्छे बढी हुन्छन्। काठमाडौँमा हाम्रो त्यो दिन मान्छे 5 लाख मान्छे उत्रिदै थिए। हाम्रो कलम्कीको मास आउन दिएन, हाम्रो गौशालाको मास आउन दिएन, हाम्रो बसपाको मास आउन दिएन। सबै जुलुसलाई बाटोमै रोकेर सुरुमै कार्यक्रम स्थल हामी पुग्नुभन्दा 15 मिनट अगाडिदेखि नै रणभूमि जस्तो बनाएको थियो। त्यसले गर्दाखेरि कुन नेपाली दाजुभाइ दिदीबहिनीहरूको आँखाबाट आँसु झर्दैन, कसको ब्लड खुन ताप्दैन। त्यसले गर्दाखेरि म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको सुरक्षाकर्मीलाई म के भन्न चाहन्छु भने तपाईहरु प्रति मेरो कुनै लक्षित दुश्मनी होइन, तपाईहरु राज्यको संयन्त्र हो। तपाईहरुलाई पर्न गएको चोटमा म क्षमा चाहन्छु। तर एउटा कुरो के छ भन्दाखेरि दुर्गा परसाई तपाईहरुबाट टाढा छैन र केही साथीहरु, केही 12 भाइ मिडियाहरु मेरो पछाडि हात धोएर लागेका छन्। यिनीहरु भनेको क्रिस्चियनको पैसा खाएर, USAID को पैसा खाएर, युरोपियन युनियनको पैसा खाएर आज देश तहस नहस बनाएको छ र केही मारवाडी तस्करहरू र 12 भाइ मिडियाहरु जुन तरिकाले लागेका छन् सोशल मिडियामा बोल्ने बुद्धिजीवी दाजुभाइ दिदीबहिनीहरूलाई, सबै बुद्धिजीवी विज्ञ वर्गहरूलाई म के भन्छु भने यो नागरिक विद्रोहलाई सफल पार्न सबैजना सहयोग गरिदिनुहोस्। म भागेको छुइनँ, म भाग्दिन। पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन, किनभने मलाई गुन्जालो बनाएर यो आन्दोलन दबाउने कोसिस गरिएको छ। म सुरक्षित मात्रै बसेको, मलाई साफ भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित मात्रै बसेको, मलाई साफ भेटेको ठाउँमा गोली हान्नु भन्ने
प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु। म भागेको छुइनँ। म नेपाल र नेपाली छोडेर म भाग्दिनँ। म भाग्नलाई जन्मेको होइन, म झुक्नलाई जन्मेको होइन, बरु म मर्छु तर तपाईहरुको अगाडि मर्छु। त्यसले गर्दाखेरि तपाईहरु के बुझ्दिनुस् भने सम्पूर्ण नेपाली नागरिकलाई त्यो घटना कसरी भएको छ, पत्रकारलाई आगो कसरी लगाइएको छ, त्यो घर माथि कसरी बिहानैदेखि गएर चाहिँ पुलिस र सुरक्षाकर्मीहरू चढेका छन्। र अर्को कुरो के छ भने हाम्रो अभियानले म कमान्डर हुँदै हुँदाखेरि मेरो मुखबाट सुन्नुभयो तपाईहरुले चाहिँ नि सुनेको छ, फलानालाई आगो लगा, फलानो घर आगो लगा, गोली हान भनेर मैले त्यहाँ भनेको छु। बरु एयरपोर्ट कब्जा गरौँ, संसद भवन कब्जा गरौँ, मान्छेका घरमा आगो लगाउने तोडफोड गर्ने काम नगर साथीभाइ हो भनेर मैले भनेको छु। तर जुन घटना भएको छ त्यो घटनाप्रति म दुःख व्यक्त गर्दछु। र जुन मान्छेहरू जुन 5 जना मरेको खबर आएको छ, अहिले 2 जना मात्रै देखाएको छ। एकजना पत्रकार भाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र अर्को हाम्रो महर्जन भाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र अरु 5 जनाको पनि तुरुन्त यिनीहरूले चाहिँ सार्वजनिक गरून्। त्यो भन्दै म सम्पूर्ण नेपाली दाजुभाइबाट म टाढा छुइनँ। म काठमाडौँमै छु। तपाईहरु पिर नगर्नुहोस्। म काठमाडौँमै कुनै एउटा मन्दिरमा बसेको छु। म सुरक्षित छु। 15 गते जो मर्नुभयो आन्दोलनमा परेर उहाँलाई हार्दिक श्रद्धाञ्जली भन्दै आजको भिडियोको दोस्रो न्युजतर्फ लाग्न चाहन्छु। सुरक्षा केसी ब्लगले उहाँको स्विडेनको एउटा क्रिको भन्ने केटी साथी ब्लगरलाई भेट्नु गएको छ। हेर्न सक्नुहुनेछ उहाँको मिटअप। आइसके अनि मैले क्रिकोलाई पनि भेटिसकेँ होइन। अनि उसले चाहिँ बाइक पार्क गर्न गएको छ। अनि उसको बाइक हेर्न सक्नुहुन्छ, उसलाई हेर्न सक्नुहुन्छ। यत्रो बाइक लिएर हिँडेको उसले चाहिँ यहाँनिर बाइक राख्दै आफ्नो टक्का लाएर, बाइक ठुलो हो नि त, अनि झ्याप्पा झुप्पा आफ्नो बाइक अलिकति अप्ठ्यारै हुन्छ क्या राख्दिनलाई। सो उसले चाहिँ आफूले नै राख्यो। अब चाहिँ म उसलाई यहाँनिर ल्याएको फ्लावर र खाना लगाइदिन्छु। मेरो कफी पनि आयो। I was just explaining to my viewers that you came from Sweden to Nepal solo. It's actually so hard to travel solo, you know. It is. Right? And got something for you. Yeah, it's a भिडियो पुरा हेर्न चाहनुहुन्छ भने तल लिङ्क दिनेछु, वहाँ गएर हेर्न सक्नुहुनेछ। आजको लास्ट अपडेट रहेको छ दुर्गेश थापाको न्यू पडकास्टमा उहाँले आफ्नो कुराहरू राख्नु भएको छ। इमोसनल हुँदै केही कुराहरू भन्नुभएको छ आफ्नो बुढीको बारेमा। हेर्न सक्नुहुनेछ भिडियो। श्रीमतीको त अब मैले भनिसकेँ, अघि नै बयान गरिसकेँ। मलाई सुखमा मात्रै होइन, सुखमा भन्दा पनि बढी एकदम दुःखमा साथ दिएको। सायद मेरो मिसेस हुन्थेन भने सायद म यहाँ हुन्थेन होला। सायद डिप्रेसनको शिकार हुन्थ्यो होला। आज म विदेशी नै हुन्थेँ होला। सुसाइड गर्थेँ होला कि दाइ, म ऊ नभएको भए। आज म जे छु यहाँ छ, यहाँ जुन अवस्थामा छु मेरो बुढीको कारण। उसलाई छोराको बारेमा केही भन्नु पर्यो भने? छोरालाई दाइ अब त्यति बेला केही पनि थाहा थिएन होइन। रिपोर्ट आउँथ्यो अनि छोराको मुख हेरेर चाहिँ एकदम रुन्थेँ होइन। बुढी पनि अब केही भन्न सक्थेन थियो। अब म चाहिँ एक्लै रुन्थेँ दाइ, अब कोठामा बसेर। अब ती कुराहरूले एकदम त्यही छोराले बुझ्ला भन्ने हुन्छ पछि। अच्छा, श्रीमतीजीले कतिसम्मको पीडा चाहिँ सहनु पर्यो? एकदम मेरो श्रीमती त अब सबैको श्रीमतीले आफ्नो आफ्नो पीडा हुन्छ होइन। तर मेरो लाइफमा चाहिँ मेरो श्रीमतीले मलाई लास्टै गुण लाग्छ दाइ होइन। सायद यो गुण चाहिँ म तिर्न सक्दैन जस्तो। त्यही भएर मेरो बुढीले भनेको कुरा हरेक कुरा मान्छु कि म दाइ। अहिले यहाँ सोबाट ल आउनुहोस् यहाँ, मलाई यस्तो भयो भनेपछि मलाई सोसँग मतलब हुँदैन कि दाइ, मेरो श्रीमतीसँग मतलब हुन्छ कि। किनकि मेरो श्रीमती भनेको अब सबै हो, सबै थोक हो क्या मेरो लागि, संसार हो दाइ। एकदम मलाई ह्यान्डल गरेको मेरो लाइफलाई एकदम मेरो लाइफमा ऊर्जा, मेरो लाइफमा यो आँट कहाँबाट आउँछ भने सबै मेरो श्रीमतीबाट आउँछ दाइ। यत्रो कन्ट्रोभर्सी हुँदाखेरि पनि एक वचन मलाई कहिले पनि उसले रिस उठ्यो बेला कहिले पनि यस्तो कुराहरू बोल्दैन कि होइन। यही कुराले मेरो श्रीमतीले मेरो मन जितेको हो। त्यही भएर मैले श्रीमतीलाई जहिले पनि कहिले चित्त दुखाउँदिनँ कि। उसले भनेको कुराहरू, उसले यो बाटो हिँड्नुपर्छ, यो गर्नुपर्छ भनेको कुराहरू म सबै मेरो श्रीमतीको फलोअप गर्छु।
भिडियो पुरा हेर्न चाहनुहुन्छ भने तल लिङ्क दिनेछु, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। आजको लागि यति नै गाइस, बाई बाई, टाटा। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।